ओके सो मैले त फोटोक्रोमेटिक ग्लासेसहरू मैले रेकमेन्ड गरेको बेलामा चाहिँ मलाई यस्तो खालको कमेन्टहरू चाहिँ आइरहेको थियो होइन, जुन सनलाइटको अगेन्स्टमा बोलेको जस्तो गरेर, लाइक वाइ एभ्री पिपल इज केयर अफ सन सुड वी लिभ इन अ डेन भनेर भने। सो यस्तो एकदमै एक्जाजरेट नगरौँ होइन यो स्टेटमेन्टलाई है। ओके सो फर्स्ट कुरा चाहिँ यो सबै कुराहरूमा जे भन्छु त्यो एउटा एभिडेन्स बेस्ड कुराहरू मात्र गर्छु होइन। नम्बर वानमा के छ भन्दाखेरि चाहिँ सनलाइट नेसेसरी छ। भिटामिन डी हाम्रो बडीको अप्टिमल फङ्सनिङको लागि एकदमै भाइटल कुरा हो होइन। यो पनि थाहा भएको कुरा हो कि यसको हार्मफुल इफेक्टहरू पनि हुन्छ, लङ क्युमुलेटिभ ड्यामेज भएपछि हुन्छ। बच्चाहरूको ग्रोइङ एजमा चाहिँ भिटामिन डी इज इसेन्सियल फर द प्रपर डेभलपमेन्ट अफ स्क्लेरल कोड। बच्चाहरूको आँखाको विकासको लागि सनलाइट एकदमै इसेन्सियल हुन्छ। रेकमेन्डेसन भनेको अराउन्ड 1 to 2 आवर्सको आउटडोर एक्टिभिटी हो। आउटडोर एक्टिभिटी भन्नुको मतलब पर हेर्छ र सनलाइट पनि जिउमा परेर हुन्छ। भएन भने चाहिँ चलाएर भित्र मात्र बसिने बच्चाहरूको चाहिँ मायापिया चाँडो बढ्छ क्या, माइनस पावरहरू चाँडो बढ्ने देखिरहेको छ, मायापियाको एपिडेमिक पनि छ। तर अब हामीहरू अडल्टको कुरा गरौँ, हामी ट्राभल गर्छौँ, वर्कमा जान्छौँ, आउनु जाने हुन्छ, धेरै लामो बेरसम्म हामीहरूको सनमा एक्सपोजर हुन्छ र ओभर द इयर्स ड्यामेज भइरहेको हुन्छ। यो कुरा त फ्याक्ट हो कि युभी रेडिएसनले गर्दा हाम्रो सेलमा सेलुलर लेभलमा डिएनए ड्यामेज भइरहेको हुन्छ। तर हाम्रो बडीको यसलाई हिलिङ मेकानिजम पनि हुन्छ, ड्यामेज भइरहेको हुन्छ र त्यो हिलिङ पनि भइरहेको हुन्छ। ल अब सबै कुरालाई ब्यालेन्स गरी हेरौँ र बडीमा पहिलाको कस्तो स्टेटस छैन। हाम्रो डायट, हाम्रो इन्भाइरोमेन्टल एस्पेक्टहरू धेरै स्ट्रेसफुल छ अहिले, स्लिप पोर छ, एन्टिअक्सिडेन्टहरू कम खाइरहेको हुन्छ, प्रो इन्फ्लामेटरी मटेरियल्सहरू बढी हुन्छ र रिफाइन्ड सुगर्सहरू बढी छ, प्लस हार्निक इलनेसेसहरू पनि बढी छ। त्यसले गर्दा के हुन्छ, सेलुलर लेभलमा ड्यामेज बढिरहेको छ, रिपेयर कम छ, त्यसमाथि युभी रेडिएसनको एक्सपोजर बढी भयो भने डबल ट्रबल भयो क्या। कुरा भनेको हामी बाहिर निस्किँदाखेरि जिउ त कभर्ड हुन्छ, अनुहारमा सनस्क्रिन लाउँछौँ तर आईमा सनस्क्रिन लाइँदैन। त्यसले गर्दा आइलिडको स्किनहरू चाहिँ एकदमै भनरेबल हुन्छ। त्यसले गर्दा आँखामा चाहिँ बेसल सेल कार्सिनोमा, स्क्वामा सेल कार्सिनोमा, सेबेसियस कार्सिनोमा जस्तो खालको टेरेबल क्यान्सर्सहरू हुने चान्स एकदम बढ्छ। र एउटा कुरा याद गरौँ, हामी कुनै पनि मान्छेको अनुहारमा हेर्दाखेरि द फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट इज देयर आइज। र आँखामा केही पनि समस्याहरू भयो भने त्यसले पेसेन्टको सेल्फ स्टिममा एकदम असर पर्छ क्या। जबसम्म कसैलाई केही असर पर्दैन त्यो मान्छेलाई वास्ता हुँदैन। तर जुन मान्छेले सफर गर्नु परेको हुन्छ, जुन पेसेन्टहरूलाई हामी डिल गरेका छौँ, उहाँहरूलाई एकदम गाह्रो हुन्छ क्या। यो स्प्रेड भयो भने डिबल्किङ सर्जरी गर्नुपर्ने हुन्छ, जसमा हामीले आँखाको भाग निकाल्ने मात्र नभइकन वरिपरिको मांसपेशी र हड्डी समेत निकाल्नुपर्ने हुन्छ। र यु क्यान इमेजिन त्यसपछिको स्टेटस कस्तो हुन्छ भनेर। त्यसैले युभी रेडिएसनको क्युमुलेटिभ ड्यामेजले आँखामा असर पार्छ। त्यसको प्रोटेक्सनको लागि ग्लासेस एकदमै नेसेसरी हुन्छ। फोटोक्रोमेटिक ग्लासेस लगायो भने चस्मा फेरिराख्नु परेन र सजिलो हुन्छ। आई होप द्याट हेल्प्स। लेट्स स्टे इन्फर्मड होइन, र मिसकन्सेप्सनहरूलाई बिस्तारै चेन्ज गरौँ र गुफाभित्र गएर बस्नु पर्दैन। हाम्रो जिउलाई पनि एकदमै भिटामिन डी चाहिन्छ, तर इन मोडरेसन है। जय नेपाल।